सबैलाई च्यानलमा स्वागत छ। आज चाहिँ हामी क्लास 11 को केमिस्ट्रीको हाइब्रिडेसन च्याप्टरबाट हाइब्रिडेसन डिस्कसन गर्न गइरहेका छौँ। आज चाहिँ हामी फर्मेसन अफ H2O बाइ हाइब्रिडेसन मेथड गर्न गइरहेका छौँ है त। सुरुमा हैन हाइब्रिडेसन गर्नुभन्दा अगाडि हामीले के कुरा चाहिँ याद गर्नुपर्ने हुन्छ कि यदि त्यो कुरा याद गर्यो भने हाम्रो हाइब्रिडेसन लागि सजिलो हुन्छ। यो हाइब्रिडेसन बोर्डमा सियोर सोध्छ के त्यसमाथि फर्मेसन अफ H2O लास्टै इम्पोर्टेन्ट हो है। त्यसैले गर्दाखेरि यसमा चाहिँ हामी डिटेलली स्टडी गर्छौँ र हैन यदि हामीले यो जान्यौँ भने अरु पनि हामी सजिलो हुन्छ के फर्मेसन अफ CO2 त्यस्तो सजिलो हुन्छ के। आज चाहिँ हामी यसलाई चाहिँ म डिटेलली स्टडी गर्छौँ हैन। त्यसपछि अरु चाहिँ हामी के गर्छौँ सिएल वाइज गर्छौँ कि सजिलो हुन्छ यदि हामी यो बुझ्यौँ भने अरु गाह्रो होइन। यदि सधैँ फर्स्टमा हाइब्रिडेसन गर्नु छ भने हामीले यतिवटा कुरामा ध्यान दिनुपर्ने हुन्छ कि सबभन्दा सुरुमा हामीले याद गर्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि हामीलाई लिभ स्टडी स्ट्रक्चर बनाउन आउनुपर्छ कि। अनि लिभ स्टडी स्ट्रक्चर गरेपछि हामीले त्यसमा बोन्ड पेयर र लोन पेयर एड गर्ने। अनि त्यसपछि हाम्रो यदि दुईटा जोड्दाखेरि दुई आयो भने हाम्रो त्यो SP हुन्छ मोड अफ हाइब्रिडेसन के हामी थाहा भयो नि। यदि बोन्ड पेयर र लोन पेयर जोड्यौँ भने 2 आयो भने SP हुन्छ, 3 आयो भने SP2, 4 आयो भने SP3। तपाईहरुले सुरुमा तपाईहरु राम्ररी बुझ्नु भएन भने यो के भनेको उसले बुझ्दैन होला हैन। तर मैले हामी गर्न थालेपछि बुझ्छौँ कि। अनि पछि हेर्नु सुरुमा चाहिँ हामी के गर्नुपर्छ लिभ स्टडी स्ट्रक्चर बनाउनु पर्छ। लिभ स्टडी स्ट्रक्चर सबैको थाहा हुन्छ, त्यही भएर हामीले लिभ स्टडी स्ट्रक्चर बनाउन आउनुपर्छ हैन। हाम्रो फर्स्ट स्टेप भने चाहिँ यो हो। अनि हामी मोड अफ हाइब्रिडेसन थाहा पाउने हैन। अनि त्यसपछि अब हाम्रो जियोमेट्री अब त्यहाँ मतलब मोड अनि हाइब्रिडेसन गरेपछि लास्टमा हाम्रो त्यो बनाउनु पर्छ नि त हैन। त्यो बनाउँदाखेरि अब त्यति पनि हामी सबै कुरा लिभ स्ट्रक्चर त्यही बनाउनु पर्छ। लिभ स्ट्रक्चरमा हाम्रो यदि दुईटा आयो भने हैन हाम्रो त्यो डायग्राम चाहिँ लिनियर हुन्छ कि। अनि यदि तीनटा के हेर न नम्बर अफ इलेक्ट्रोन पेयर इन भ्यालेन्सियल अफ एन सेन्ट्रल एटम। सेन्ट्रल एटमको नम्बर अफ इलेक्ट्रोन पेयर कति दुईटा आयो भने चाहिँ हाम्रो लिनियर बनाउनु पर्छ डायग्राम। तीनटा भयो भने चाहिँ ट्रायंगुलर प्लानर। अनि चारवटा भयो भने चाहिँ यो टेट्राहेड्रल डायग्राम चाहिँ यसरी बनाउने हो। अनि यदि हाम्रो नर्मल छ केही लोन पेयर छैन भने चाहिँ हाम्रो यही अनुसारको बोन एङ्गल नाम यही अनुसारको हुन्छ। यदि हाम्रो लोन पेयरहरू रहेको छ भने चाहिँ लोन पेयरले गर्दाखेरि हाम्रो यो हुन्छ नि हाम्रो फिगर र एङ्गलमा फरक आउँछ कि। त्यसो अब हामी सुरुमा चाहिँ हामी के गर्नुपर्छ जेको बनाउनु त्यसको लिभ स्ट्रक्चर बनाउनुपर्छ। अनि त्यसबाट हेर्ने हाम्रो मोड अफ हाइब्रिडेसन थाहा पाउने। यदि 2 आयो भने यो 3 आयो यसरी। अनि त्यसपछि हामी फिगर के थाहा पाउने यति भएपछि हामीले आउँछ। अब हामीले के गर्नु गइरहेको छौँ फर्मेसन अफ H2O बाइ हाइब्रिडाइजेसन है। अब H2O को सबैसँग लिभ स्ट्रक्चर पढौँ है बिचमा के हुन्छ अक्सन हुन्छ हैन। अनि अक्सन हाम्रो कति 8 नम्बर पर्छ भने 6 वटा हुन्छ भनेपछि एउटा यता हाइड्रोजन एउटा हो कि हैन। हाइड्रोजन जहिले पनि एउटा लिन्छ भनेपछि यता 1 2 3 4 5 6 यसको एउटा यस्तो हुन्छ कि होइन लिभ स्ट्रक्चर H2O को। तपाईहरुले यता भने पनि बनाउन आउँछ मलाई थाहा हैन। हेर्नुस् हामी यहाँ के देखिरहेको के हामीले यसमा हेर्ने भने बोन पेयर र लोन पेयर हेर्ने है। पाइ बोन चाहिँ हेर्ने हामीले लोन पेयरमा के हो सिग्मा बोन मात्रै हेर्ने हो कि। हेर्नुस् एउटा हाम्रो अब हाम्रो सुरुमा के भने हाम्रो मोड अफ हाइब्रिडेसन थाहा पाउने हो नि त। अब हेर्नु हामी यहाँ थाहा पाउँछ के एउटा दुईटा अनि यो त यो के हो यो लोन पेयर हो नि त। हामी लोन पेयर चाहिन्छ भनेपछि हाम्रो सिग्मा बोन र लोन गयो सिग्मा कयवटा एउटा दुईटा लोन कयवटा एउटा दुईटा 2 2 भनेपछि 4 भयो। 4 भयो भने हाम्रो के हो SP3 भनेपछि हाम्रो SP3 भन्ने थाहा पायो। यति भने थाहा पायौँ। अब त्यसपछि के नम्बर अफ इलेक्ट्रोन पेयर इन भ्यालेन्सियल अफ सेन्ट्रल एटम हाम्रो कयवटा पेयर छ नम्बर अफ पेयर एउटा पेयर दुईटा पेयर दुईटामा एउटा पेयर हो नि त। एउटा पेयर दुईटा पेयर तीनटा पेयर चाहिँ नम्बर अफ इलेक्ट्रोन पेयर इन भ्यालेन्सियल यो त हाम्रो भ्यालेन्सियलै हो। भ्यालेन्सियल अफ सेन्ट्रल एटम भ्यालेन्सियल हुने कयवटा पेयर एउटा पेयर 1 2 3 4 4वटा भनेपछि हाम्रो कुन टाइममा बनाउनु पऱ्यो 4वटा भनेपछि हाम्रो टेट्राहेड्रल बनाउनु पऱ्यो। बुझ्यौँ नि यति त। अब हामी के भन्नु टेट्राहेड्रल है। अब सुरुमा के गर्ने थाहा हामीले इलेक्ट्रोनिक कन्फिगरेसन अफ जहिले पनि हामी कसो गर्ने जुन चाहिँ सेन्ट्रल एटम त्यसको गर्नुपर्छ। इलेक्ट्रोनिक कन्फिगरेसन अफ हामीले के गर्ने हामीले अक्सिजनमा कयवटा हुन्छ 8वटा हुन्छ हैन। अब इलेक्ट्रोनिक कन्फिगरेसन गर्न आउँछ नि हामीले थाहा भएको कुरा के हो 1s 2s 2p 3s 3p 4s 3d गर्दै जाने हो नि त। एसमा हाम्रो कयवटा हुन्छ दुईटा हुन्छ हो कि हैन। अनि पीमा चाहिँ हाम्रो 6वटा 4ले बढ्दै जान्छ नि त। अनि डीमा चाहिँ 10वटा हो कि हैन। भनेपछि हाम्रो एसमा त दुईटा हुँदो रहेछ। यसमा एउटा दुईटा तीनटा 4वटा 5वटा 6 यसरी बन्द जाने हो नि त। यस्तो बनाउन आउँछ होला है तपाईहरुलाई। हेर्नुस् सुरुमा हामीले के गर्छौँ भन्दाखेरि अब हाम्रो 8मा हो नि त एउटा 1sमा पर्यो 1s 2s 2 2 4 1s 2s 2p पीमा कयवटा हुन्छ 6वटा हुन्छ हैन। भनेपछि हाम्रो
यतिमा ठिक हुन्छ है ल हेर्नु 1s मा हाम्रो यसो बक्सा बनाउनु कि s को छुट्टै हुन्छ तर p मा त हाम्रो s मा त दुईटा चाहिँ अट्ने हो नि त हाम्रो बक्समा पनि दुईटा चाहिँ अट्छ के त्यही भएर दुईटा हुन्छ यसमा दुईटा भयो p मा त हाम्रो 6 वटा हो एउटा दुईटा तीनटा 2px 2py 2pz भन्नुपर्छ तीनटा खान त त्यही भएर अब हाम्रो हेर्नु यतिमा अट्छ होला है 8 भनेपछि जै पनि गर्दै गएपछि यसै गर्ने सुरुमा यसमा 1 हुन्छ यसमा दिने अनि यसमा दिने फेरि यसमा दिने यसरी दिँदै गएपछि 1 2 3 4 अब चाहिँ 5 6 7 8 8 हो कि हैन एउटा दुईटा तीन चार 5 6 7 8 जहिले नि दिँदाखेरि पछि एउटा दिने अनि यसमा दिने कि यसै दिनुपर्छ नत्र मिस्टेक हुन्छ जहिले पनि यो तीनटाला बक्सा खायो भने हामी कहिले पनि यहाँ एउटा दुईटा तीनटा चार यसैको दिँदैनौँ हामी कहिले दिन्छौँ तीनटा बक्सा खायो भने एउटा दुईटा तीनटा 4 5 6 त्यसरी है त अब हाम्रो के हो मोड अफ हाइब्रिडाइजेसन के हो sp3 होइन हामी sp3 निकाल्यो नि त भनेपछि एउटा s p तीनटा हो कि हैन एउटा s p तीनटा भनेपछि यति तीनटा हुँदो रहेछ हाम्रो यो के यो भने sp3 वाला हो कि हैन sp3 मोड अफ s y b r d i z a t r हाइब्रिडाइजेसन गर्ने अब हामीले एउटा दुईटा एक अब चारसँग जोड्ने के तीनटा चारवटा यहाँ जसरी त्यसै बनाउने यहाँ दुईटा दियो यहाँ एउटा हो कि हैन यो भने के हो हाम्रो हाइब्रिड अर्बिटल यो चाहिँ हाम्रो त्यसपछि आयो अब इलेक्ट्रोनिक कन्फिगरेसन अफ यति गरिसके यो चाहिँ हाम्रो हाइब्रिड अर्बिटल भने थाहा भयो अब चाहिँ हाम्रो के हो ओ को भयो ओ बिच हो त्यो चाहिँ हाम्रो हाइड्रोजनमा कता हुन्छ एउटै हुन्छ इलेक्ट्रोन भनेपछि एउटा मात्रै भयो केमा पर्छ यो 1s मा पर्छ हो कि हैन अब हामीले के गर्नुपर्छ फिगर बनाउनुपर्छ फिगर हाम्रो फिगर त हामी के टेट्राहेड्रल भयो कि हैन कता त्यो भएपछि टेट्राहेड्रल भयो यस्तो वाला हो कि हैन बिच एउटा साइड तीनटा नि यस्तो फिगर बनाउनमा तपाईहरुमा ट्रिक सिकाउँछ फिगर पेन्सिलले बनाइ हुन्छ पेनले बनाइ हुन्छ है तपाईहरु टिचरले के प्रिपेयर गर्नुभएको थियो बनाउने त फिगर बनाउँदाखेरि चाहिँ सुरुमा अब हामी फिगर त सुरुमा के ध्यान दिनु पर्यो हामी फिगर त के हो टेट्राहेड्रल भने थाहा पायो नि त कसरी थाहा पायो भन्दाखेरि हामीले नम्बर अफ इलेक्ट्रोन पेयर हाम्रो कता थियो एउटा दुईटा तीनटा चारवटा पेयर थियो नि भनेपछि हाम्रो टेट्राहेड्रल हो टेट्राहेड्रल भनेको चारवटा हुन्छ हेर्नुस् एउटा दुईटा तीनटा चारवटा हो कि हैन म बनाउन सिकाउँछु तपाईलाई फिगर है त यस्तो गर्ने एउटा अनि यता 1 2 3 यस्तो हो कि हैन त फिगर यस्तो डटमा बनाउनु डटमा अब हेर्नु यो त हामीले हाइब्रिडको बनाउन लाग्यो नि त यो सबै हाम्रो हाइब्रिड छ नि त हाइब्रिडमा चाहिँ पनि यस्तो गरेर यहाँ सानो दिने हो नर्मलमा चाहिँ यस्तो दिनुपर्छ हाइब्रिडमा चाहिँ यस्तो दिनुपर्छ हेर्नु हाम्रो चारवटा हाइब्रिड छ नि भनेपछि अब हाइब्रिडको बनाउने यस्तो गएर यस्तो चारवटा नसोची गर्न ढ्याप्प बनाइदिहाल्ने केही गर्नै पर्दैन हो भइरहने हैन अलिक जोड्दैछ यहाँ नजोडा राम्रो हुन्छ अब यहाँ हेर्नुहोस् यहाँ जसै भरा त्यसै भएन पछिमा त हामीले के अक्सनको बनाइरह नि त अक्सनको हेर्नु न यस्तो हो नि त हेर्नुहोस् एउटामा दुईटा यहाँ दुईटा अर्कोमा दुईटा यहाँ दुईटा अनि अर्को एकवटा यहाँ एउटा जहिले पनि हाम्रो फुल फिल हुनुपर्छ नि त हो कि हैन हो अब तपाईले के बुझ्नु भयो भन्दाखेरि हामीले फुल फिल के को लोन पेयरको हो कि हैन लोन पेयर त हाम्रो के हो स्टेबल छ लोन पेयर हो नि त यो लोन पेयर त हाम्रो भरि छ के गर्नै परेन अब अर्को हेर्नु दुईटा खाली छ यो दुईटा यसलाई पनि भराउनु पर्यो नि त तर कहाँबाट भराउने हाइड्रोजनको काम हो नि त हाम्रो त हाइड्रोजन कति हो S2 दुईटा हाइड्रोजन हो नि त एउटामा हाम्रो S छ अब के गर्ने भन्दाखेरि यो त हाम्रो के हो sp3 हो नि त भनेपछि sp3 ले दिने यसलाई नि sp3 यो नि सुरुमा त sp3 बाट हामीले sp3 बाट निकाल्यो हो नि त यो त स्टेबल भयो दुईवटा भएर स्टेबल भयो एउटा खान त यिनीहरू एउटा खान त यसमा चाहिँ कहाँबाट आउँछ हाइड्रोजनबाट आउँछ अब हेर्नुहोस् हाइड्रोजनको के हाम्रो S अब हेर्नुहोस् यदि हाम्रो S भयो भने चाहिँ गोलो हुन्छ अनि पीमा भयो भने चाहिँ हाम्रो डम्बेल सेप हुन्छ कि अब हेर्नुहोस् यो त हाम्रो के हो एसमा छ भनेपछि यता हुन्छ यसले दुईटा हाइड्रोजन हाम्रो हाइड्रोजन अब हेर्न अब यहाँ एस मात्रै भयो एउटा मात्रै गोल लगाउने भएन नि त यहाँ हेर्नु त के हो S2 हो नि त भनेपछि दुई ठाउँमा लाउनु मिल्दैन नि त हामीले भनेपछि यहाँबाट एउटा आयो यता गयो एउटा सिधा आयो एउटा तल हुनुपर्छ है कहाँबाट आयो यसो गरेर आयो के यसो गरेर आयो हो कि हैन त एसमा आयो भनेपछि त हाम्रो यो सर्कल हुन्छ नि त भनेपछि यो के हो एस भनेपछि एस भित्र कहाँबाट आयो 1s बाट 1s यो कहाँबाट 1s अब हाम्रो थाहा यो फुल त के हो लोन पेयर हो भनेपछि यो चाहिँ एलपी रिपल्सन भन्ने यस्तो देखाउने अब यो के हो लोन पेयर अनि यो के हो बोन पेयर हो कि हैन यो चाहिँ एलपी बीपी यो बीपी यो नि बोन हो नि त यो नि बीपी अब यो त लोन पेयर यो बोन पेयर हो एलपी बीपी
अब हेर्नुहोस् अब हामीले चाहिँ होइन यो अब त हाम्रो यो तपाईँले अब हामीले लिने यो के भन्यो अब एमओ पिक्चर अफ H2O एमओ भनेको के हो मोलिकुलर अर्बिटल पिक्चर अफ H2O भयो। अब हामी के लिनुपर्छ एउटा बोन्ड एङ्गल अनि अर्को जियोमेट्री हो कि होइन। अब कथा भयो बोन्ड एङ्गल जियोमेट्री कथा भयो भन्दाखेरि अब हामीले जहिले पनि बोन्ड यो जियोमेट्री के हो हेर्दाखेरि हामी जहिले लोन पेयरलाई चाहिँ इग्नोर हान्नुपर्छ। लोन पेयरलाई इग्नोर हानेर गर्ने हो। अब लोन पेयरलाई इग्नोर हान्नुहोस् यो कस्तो भयो यस्तो हो नि त। यो भनेको के हाम्रो बेन्ट हो यस बेन्ट अर नन लिनियर। यसको हामीले यो एङ्गल चाहिँ अर्कै तरिकाले आउँछ तर हामी यो एक दुईवटाको चाहिँ हामी घोकिरहेको हुन्छ कि। अब जस्तै H2O को चाहिँ हाम्रो के हुन्छ 104.5 डिग्री। यसको चाहिँ घोक्नुहोस् न होइन एक दुईवटाको चाहिँ घोक्नुपर्छ अरू चाहिँ हामी कम्पेयर गरिदिने हो। बुझ्नुभयो नि यस्तो गरी सक्यो हाम्रो केही गाह्रो छ त अवश्य केही गाह्रो छैन कि। सुरुमा हामी के गर्ने लिस्ट स्ट्रक्चर बनाउने त्यहाँबाट हामीले मोड अफ हाइड्रोजन थाहा पाउने। मोड अफ हाइड्रोजन कथा भने बोन पेयर र लोन पेयर हो नि त। बोन पेयर हो नि त एउटा छ बोन पेयर एउटा यो दुईवटा भयो लोन पेयर दुईवटा भागेर दुईवटा हो चारवटा भयो हो कि होइन। अब त्यति भएपछि अब हाम्रो कस्तो जियोमेट्री हुन्छ भनेर हेर्दाखेरि अब कयवटा पेयर छ एउटा पेयर दुईवटा पेयर तिन पेयर चार पेयर भएपछि हाम्रो टेट्राहेड्रल भन्ने थाहा पायौँ हो नि। यही तिनवटा भाग हामी ट्रायङ्गुलर प्लानर बनाउँथ्यौँ दुईवटा भाग लिनियर बनाउँथ्यौँ हो। यति भएपछि हाम्रो हाइब्रिडेसन के हो त्यो थाहा पायो होइन। हामीले यताको पैसामा पनि जोइन अक्सनको गर्ने जुन चाहिँ त्यसको गर्ने त्यो भएपछि हामीले थाहा sp3 हो भने चाहिँ हामीले एउटा s लिन पऱ्यो तिनवटा p लिन पऱ्यो भनेपछि टक्क तिनवटा लियौँ अनि हामी सबै यो चाहिँ हाम्रो हाइब्रिड अबाटो भयो यतिखेर छोडिदिने। अनि त्यसपछि हाइड्रोजनको गऱ्यो अब फिगर बनाउने टेट्राहेड्रल हामी टेट्राहेड्रल भयो टेट्राहेड्रलको फिगर बनायो यस्तो गऱ्यो अनि यस्तो बनायो अनि दुईवटा फुलफिल छ फुलफिललाई हाल्यो। फुलफिल के हो लोन पेयरको अनि आएको सिङ्गल हुन्थ्यो यिनीहरू भरम पऱ्यो कहाँ भयो भने हाइड्रोजनबाट। तर हाइड्रोजन कयवटा खायो नि त हाइड्रोजन दुईवटा भनेपछि एउटा हाइड्रोजनबाट यता आयो अर्को हाइड्रोजनबाट यता आयो। अनि यो चाहिँ लोन पेयर भयो यो लोन पेयर बोन पेयर यो चाहिँ बोन पेयर यो लोन पेयर बोन पेयर यस्तो देखायो भने चाहिँ अहिले राम्रो हुन्छ क्लियर। अहिले राम्रो बनाउनु अहिले मेरो राम्रो देखाएको जस्तो होला। अनि यो चाहिँ मोलिकुलर अर्बिटल अफ H2O भन्ने मोलिकुलर अर्बिटल पिक्चर अफ H2O भन्ने बोन्ड एङ्गल हेर्ने बेला सधैँ लोन पेयरलाई इग्नोर हाने त कस्तो बन्यो बेन्ट भइरह नि त बेन्ट यसलाई बेन्ट त भन्छ कि नन लिनियर। अनि जियोमेट्री अनि यो सरी बोन्ड एङ्गल चाहिँ तल यो तलमाथि भएछ बोन्ड एङ्गल यो चाहिँ टक्क बोन्ड एङ्गल चाहिँ हाम्रो यो जियोमेट्री यो है सरी। अनि जियोमेट्री चाहिँ हाम्रो बेन्ट नन भयो बोन्ड एङ्गल चाहिँ हामी घोक्ने 104.5 डिग्री हुन्छ। यति भएपछि तपाईँहरूले बुझ्नुभयो हामी जस्तो लाग्छ है मलाई। हाम्रो हाइब्रिडेसन केही गाह्रो हुँदैन सबै मान्छेले यसलाई कम्प्लेक्स लिन्छ। हामी सुरुमा चाहिँ हामीले के थाहा पाउनु पऱ्यो लिभ स्ट्रक्चर बनाउन आउनु पऱ्यो कि। अनि लिभ स्ट्रक्चर बनाउन आएपछि टक्क अनि यो एउटा कुरा याद गर्नु पऱ्यो यो एउटा कुरा याद गर्नु पऱ्यो। यति एक कुरा याद भएपछि हाम्रो केही गाह्रो होइन। हेर्नुहोस् तपाईँ पज गरेर हेर्नु सक्नुहुन्छ है मोड अफ हाइड्रोजन थाहा पाउने तरिका यो अनि टक्क हाम्रो जियोमेट्री बनाउने तरिका यो यति भएपछि पुग्यो बुझ्नु भइरहने होइन केही गाह्रो छ त। एसमा हामीले एस भयो भने त यहाँ अहिले तपाईँ यहाँ होइन टु यो पी ठाउँमा रोक्यो है हामीले यस्तो बनाउनु पर्थ्यो कि। अब हामी अरू क्वेसन पनि गर्छौँ अर्को भिडियोमा त्यो क्वेसन गर्दा तपाईँ हेर्नुहोस् है पछि यो भिडियो हेर्नुहोस् यसमा चाहिँ पुरा डिटेलली हामी सिकाएको छौँ। त्यो चाहिँ अर्को भिडियो हेर्नुहोस् होइन त्यो चाहिँ तपाईँ ठ्याक्कै बुझ्नुहुन्छ कि त्यो चाहिँ आफै ट्राई गर्नु चाहिँ घरमा त्यो ठ्याक्कै बुझ्नुहुन्छ कि। एसमा पऱ्यो भने चाहिँ गोलो बनाउने पीमा पऱ्यो भने चाहिँ यस्तो बनाउनुपर्छ। अनि हाइब्रिडहरूलाई चाहिँ पनि यस्तो हाइब्रिड चाहिँ यस्तो भयो अनि नर्मल चाहिँ यिनीहरू यस्तो हुन्छ है नर्मल चाहिँ यस्तो हुन्छ बुझ्नुभयो नि। अब यो चाहिँ यसरी हामी sp3 भएकोलाई यस्तो गरे अहिले हामी कोही बेला एक्साइड स्टेन्डर लानुपर्छ कि एक्साइड स्टेन्डर लाने क्वेसनहरू पनि हुन्छ। यसमा एक्साइड स्टेन्डर लानु पऱ्यो त परेन नि त sp3 एस छ p3 तिनटैमा छ नि त भनेपछि हामी जस्तो त्यस्तै गरी गर्नु पऱ्यो कि। यो चाहिँ ग्राउन्ड स्टेट हो नि त ग्राउन्ड स्टेट हामी एक्साइड स्टेन्डर लानु परेन। अब अरू क्वेसनमा एक्साइड स्टेन्डर लानु पर्ने सक्ने क्वेसनहरू हुन्छ त्यस्तो क्वेसन हामी प्राइस गर्छौँ हामी त। यो भिडियोको लागि चाहिँ हामी यति गर्छौँ। केही तपाईँहरूलाई केही गाह्रो केही कम्प्लिस लागेको छ भने चाहिँ मलाई कमेन्टमा भन्न सक्नुहुन्छ। यदि तपाईँहरू बुझ्नुभएको छ भने यसलाई लाइक गरिदिनु यो भिडियोलाई। अनि आफ्नो साथीहरू कसरी बुझेको छैन भने पनि उनीहरूलाई पठाइदिनुहोस्। म कि मेरो तर्फबाट केही गल्ती भएको छ भने चाहिँ माफ गरिदिनु होला। म यस्तै भिडियो बनाइ तपाईँहरूलाई हेल्प गर्न चाहन्छु र मलाई सपोर्ट गरिदिनु भन्न चाहन्छु है। आजको लागि यति नै। अब हामी ठ्याक्कै हाइब्रिडेसन अरूको पनि हाइब्रिडेसन के जुनमा चाहिँ एक्स्ट्रा स्टेन्डर लान्छौँ नि त्यस्तोबाट पनि हामी क्वेसनहरू गर्छौँ। यो चाहिँ लास्ट इम्पोर्टेन्ट H2 चाहिँ हाम्रो लास्ट इम्पोर्टेन्ट हुन्छ। त्यही भएर यो भिडियो हेर्नुहोस् आफ्नो साथीहरूलाई पनि पढाउनुहोस्। यो बोर्डमा स्योर सोध्छ तपाईँहरूलाई कि त नर्मल ट्रमल एक्जाम पनि सोधिरहेको हुन्छ कि। र आजको लागि यति नै है तपाईँहरूले बुझ्नुभएको छ भने आशा राख्छु। यस्तै हामी अरू गाह्रो क्वेसन पनि हामी आगोचोटि गर्छौँ।
यदि हजुरलाई यो भिडियो राम्रो लाग्यो भने लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, अब साथीहरूलाई पनि सेयर गर्नुहोस्। थ्याङ्क यू एन्ड हेभ अ नाइस डे।